नमस्ते। हाम्रो साथमा हुनुहुन्छ जनप्रजातान्त्रिक पार्टीको अध्यक्षज्यू हुनुहुन्छ, साथै अध्यक्षज्यू लगायत यस पार्टीका कार्यकर्ता सम्पूर्णलाई 2082 सालको नयाँ वर्षको हार्दिक मङ्गलमय शुभकामना टक्राउन चाहन्छु। साथै स्वागत पनि छ तपाईँलाई। धन्यवाद। राइनो न्युज परिवारलाई पनि नयाँ वर्षको शुभकामना सहित सम्पूर्ण आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरूमा, देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूमा 2082 सालको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छु। थ्याङ्क यू। अनि तपाईँको जनप्रजातान्त्रिक पार्टी भन्दा हामीले अझै नसुनेका जस्तो लाग्यो। गुमनाम थियो कि भर्खरै दर्ता भएको हो कि पहिलेकै दर्ता हो कि के छ, यसको विषयमा खुलाइदिनु होला। जनप्रजातान्त्रिक पार्टी चाहिँ 2061 सालदेखि नै निर्वाचन आयोगमा दर्ता भएर सञ्चालन हुँदै आएको पार्टी हो। चाहिँ हाम्रो पार्टी अलिकति थोरै जनताको माझमा जानको लागि चाहिँ अलिक ढिलो भयो। जनताको माझमा एउटा नेतृत्वहरू थोरै चाहिँ अलिकति चाहिँ अकर्मण्य जो चाहिँ नेतृत्वको कारणले गर्दाखेरि जनताको माझमा जानको लागि चाहिँ ढिलो भए तापनि हामीले अब चाहिँ जनताको माझमा, जनताको चाहिँ घर दैलोमा चाहिँ जनताको सेवामा लाग्ने गरी हामीले पार्टीलाई अगाडि बढाइरहेका छौँ। हामी छिटोभन्दा छिटो जनताले देख्ने गरी, जनताले बुझ्ने गरी, जनताले अनुभव गर्ने गरी चाहिँ हामी जनताको माझमा जनप्रजातान्त्रिक पार्टी चाहिँ वैकल्पिक राजनीतिक शक्ति बनाउने गरी हामी जनताको माझमा जानको लागि चाहिँ तयार भएर अगाडि बढ्दैछौँ। अब जनताहरूले त विश्वास गर्न छोडिसके। पार्टी जुनै पार्टी आए पनि, जुन जोगी आए नि कानै चिरेको भनेको जस्तै भएको छ। कसरी विश्वास दिलाउनुहुन्छ जनतामा? जुन आक्रोश छ, जुन विश्वास हटिसकेका छ, मान्छेलाई पार्टीबाट विश्वास हटिसकेको छ, अब उहाँहरूलाई कसरी चाहिँ मन जित्नुहुन्छ तपाईँले? सर्वप्रथम त मलाई लाग्छ सायद जनता यो विषयमा एकदम चेतनशील हुनुहुन्छ, एकदम चाहिँ बुझ्नु भएको छ। जो चाहिँ राजनीतिक दलबाट भन्दा पनि राजनीतिक दलमा भएका चाहिँ व्यक्ति र पात्रको प्रवृत्ति चाहिँ जो खराब थियो, त्यो पात्र र प्रवृत्तिको कारणले गर्दाखेरि जनताहरू रुष्ट भइरहेको छ। त्यो चाहिँ हामीले त्यो सबैलाई चिर्दै अगाडि बढ्नका लागि हामी जनताको सेवा गर्ने, जो चाहिँ अहिलेसम्मका भएका पार्टीहरूभन्दा फरक के छ त भन्ने चाहिँ नि हामीले प्र्याक्टिकल्ली जनताको माझमा गएर जनतालाई चाहिँ नि अनुभव गर्ने गरी, जनतालाई चाहिँ नि सेवा गरेर हामीले अरू पार्टीले चाहिँ आन्दोलन, बन्द, हडताल चाहिँ अरूलाई गाली गलौज गरेर भन्दा पनि हामीले चाहिँ जनताको सेवाबाट कहिले पनि चाहिँ जनतालाई दुःख नदिने गरी चाहिँ नि हामीले कार्यक्रम तय गरेका छौँ। अब छिटै जनताको माझमा हामी त्यो छिटै पस्केर चाहिँ हामी नयाँ ढङ्गबाट जाने जमर्को गर्छौँ। जनप्रजातान्त्रिक पार्टीको मूल नारा चाहिँ के छ? हाम्रो मूल नारा चाहिँ राष्ट्रियता, सुदलीयता, विकास र स्वाभिमानता जुन हाम्रो मूल नारा छ, जो चाहिँ जनताबाट निर्वाचित कार्यकारी राष्ट्रपति, न जनवाद न पुँजीवाद, प्रगतिशील समाजवाद भन्ने चाहिँ नि हाम्रो नारालाई हामीले जनताको बिचमा चाहिँ हामीले पस्किन्छौँ। पहिलो सुरुमा त जनप्रजातान्त्रिक पार्टीको चुनाव चिन्ह प्रष्ट रूपमा खुलाइदिनु। के चिन्ह छ? कसरी? हाम्रो चाहिँ हजुरलाई एकदम चाहिँ कति सजिलोसँग हाम्रो पार्टी किन पनि चाहिँ महत्त्वपूर्ण चाहिँ हाम्रो पार्टीको चाहिँ नि महत्त्व छ भन्ने कुरा यो हाम्रो चुनाव चिन्हबाट पनि हजुरहरूले चाहिँ नि थाहा पाउन सक्नुहुन्छ। जहाँ कि नेपालमा विश्वमै लोपोन्मुख जनावर जो गैँडा, एकसिङे गैँडा छ, गैँडा चुनाव चिन्ह हाम्रो पार्टीको चाहिँ नि चुनाव चिन्ह हो। त्यस कारणले गर्दा चाहिँ विश्वभरि चाहिँ नि यो चर्चित एउटा चुनाव चिन्ह भएको कारणले गर्दाखेरि यो पार्टीले एउटा त्यो मात्रै होइन, हामीले अहिले चाहिँ नि यो पाइलामा आवश्यक पर्ने राज्यले चाहिँ नि चाहिँ अति आवश्यक चिज त्यो नभइकन राष्ट्रिय परिचय पत्र चाहिँ हाम्रो जुनसुकै प्रशासन, जुनसुकै चाहिँ सरकारी निकायमा चाहिँ नहुने राष्ट्रिय परिचय पत्रमा पनि हाम्रो चुनाव चिन्ह गैँडा चाहिँ
राखेर छापेको अवस्था छ। तपाईँको गोजी गोजीमा, तपाईँको घर घरमा, तपाईँको टोल टोलमा चाहिँ नि हजुरहरूले गैँडालाई चाहिँ बोकेर हिँड्नुहुन्छ, हाम्रो चुनाव चिन्हलाई बोकेर हिँड्नुहुन्छ। त्यही चाहिँ लोपोन्मुख दुर्लभ गैँडा चुनाव चिन्हलाई चाहिँ नि हामीले हाम्रो पार्टीको चाहिँ चुनाव चिन्ह बनाएर आएको छौँ। निर्वाचन आयोगले त्यही चुनाव चिन्ह दिएको छ। त्यो नै हाम्रो लागि चाहिँ गर्वको कुरा हो। गैँडा चुनाव चिन्ह 84मा चाहिँ नि वैकल्पिक राजनीतिक शक्तिको चुनाव चिन्ह बन्नेछ भन्ने चाहिँ हाम्रो अपेक्षा छ। तपाईँको पार्टीको पहिला चरण चाहिँ पहिला जनप्रतिनिधि पार्टीको केन्द्रीय कार्यालय कहाँ छ? हाम्रो पार्टीको केन्द्रीय कार्यालय बुढा नीलकण्ठ नगरपालिका वार्ड नम्बर 7 हात्तीगौडामा छ। हामीले चाहिँ हात्तीगौडाबाट चाहिँ देशभरि अहिलेसम्म कतिवटा जिल्लामा कार्यालय स्थापित गरिएको छ? हामीले चाहिँ प्रत्येक जिल्लामा चाहिँ सङ्गठन बनाउनको लागि चाहिँ हाम्रो चाहिँ सबै नेता कार्यकर्ताहरू चाहिँ लागिसकेका छ। हाम्रो नेता कार्यकर्ताहरूले चाहिँ पार्टी सङ्गठन निर्माण साथसाथै पार्टी कार्यालय खोल्दै पार्टी सङ्गठनलाई चाहिँ विस्तार गर्दै अगाडि बढ्ने गरी हाम्रो पार्टीका साथीहरू लागिसक्नु भएको छ। अन्त्यमा तपाईँलाई चिन्ने नचिन्ने र यस जनप्रजातान्त्रिक पार्टीको अध्यक्ष भएको कारणले जनताहरूलाई के म्यासेज छोड्न चाहनुहुन्छ? आम नेपाली जनतालाई यति भन्छु, हाम्रो जनप्रजातान्त्रिक पार्टी जनताको घर दैलोमा छ, जनताको साथमा छ, जनताको सेवामा छ, जनताको चाहिँ दुःख सुखमा छ। त्यस कारणले गर्दाखेरि आम नेपाली जनतालाई जनताको चाहिँ नि सारथी बनेर देश र जनताको चाहिँ नि विकासका लागि, जनताको चाहिँ नि रोजीरोटीका लागि, जनताको चाहिँ सुरक्षाको लागि चाहिँ नि जनप्रजातान्त्रिक पार्टीले अहम भूमिका खेल्छ। त्यस कारणले गर्दा आम नेपाली जनता ढुक्कर भएर चाहिँ नि जनप्रजातान्त्रिक पार्टी गैँडा चुनाव चिन्ह र चाहिँ राष्ट्रियता, सुदलीयता, विकास र स्वाभिमानता भन्ने मूल नारा र जनताबाट निर्वाचित कार्यकारी राष्ट्रपति हुनुपर्छ भन्ने मुद्दामा लामबद्ध हुनका लागि आम नेपाली जनतालाई आह्वान गर्न चाहन्छु। धन्यवाद।